हेलो एन्ड नमस्ते मेरा प्यारा प्यारा साथीहरू। सो आज फेरि म म्यानहट्टनको यो राम्रो दृश्य अमेजिङ ब्युटिफुल दृश्य देखाउँदैछु होइन। म चाहिँ काम गर्दै गर्दै आउँदा होइन ठ्याक्क यही साइडमा पुगेँ। सो मेरो मन ठ्याक्क अड्डिहाल्यो क्या, त्यही भएर कस्तो एउटा भिडियो बनाउनु मन लागिहाल्यो होइन। भिडियो एउटा सानो ब्लगिङ। सो म्याजिङ ब्युटिफुल ठाउँ छ, सो गरिदिन्छु सबैलाई। एक दुईवटा भिडियो पनि बनायो। वास्तवमा मान्छेहरू यहाँ चाहिँ फुर्सदको टाइममा आएर आफ्नो चाहिँ हेडएकलाई मेटाउने, ह्याङआउट मेटाउने होइन, त्यसको लागि चाहिँ सो बस्ने चाहिँ पार्क प्लस दामी एमेजिङ छ भ्यू। तल चाहिँ पानीको छालहरू छ होइन। यता साइडहरूमा बस्नलाई चाहिँ मान्छेहरूलाई टेबल सेबलहरू सबै राखिदिएको छ। एन्ड पारि चाहिँ एमेजिङ दृश्यहरू देख्न सकिन्छ, बिल्डिङहरू दामी दामी। तर योभन्दा पहिलो वर्ष पनि आएको थिएँ म यहाँ चाहिँ होइन। एकजना दाइ हुनुहुन्थ्यो त्यति बेला चाहिँ भिडियो गरिदिने मान्छे। अहिले चाहिँ भिडियो गरिदिने मान्छे खासै कोही पनि छैन। सो हजुरहरू देख्न सक्नुहुन्छ उताको दामी दृश्य एमेजिङ भ्यू आइरहेको छ। अनि मलाई खैरीहरूले पनि भ्लगिङ गरेको देखेर हेरिरहेको छ एमेजिङ थरीकाले, खुसी लागिरहेको छ गाइज होइन। अनि आएको थियो योभन्दा एक वर्ष अगाडिको टाइममा। सो त्यतिखेर चाहिँ धेरै चिसो थियो होइन यहाँ चाहिँ मौसम। अहिले चाहिँ त्यस्तो धेरै चिसो परेको चाहिँ छैन। सो सबभन्दा खतरा मलाई मनपर्ने बिल्डिङ भनेको चाहिँ पछाडिको बिल्डिङ क्या, यो जुन मैले सिकाइरहेको छु नि बिल्डिङ चाहिँ बवाल राम्रो लाग्छ मलाई चाहिँ। पहिले पनि मैले यहाँको सिनहरू राखेको थिएँ। अनि मान्छे बस्नेहरू चाहिँ यता पनि देख्न सक्नुहुन्छ। यहाँ चाहिँ पछाडि मान्छे बस्नुको लागि धेरै मान्छेहरू बस्नु भएको छ। सो एमेजिङ छ क्या भ्यू चाहिँ होइन। अनि यहाँ त्यो पल्लो साइडमा पनि घुम्न मिल्यो। म चाहिँ मेरो बाइक उता रोकेर सो मलाई भिडियो बनाउनु मन लाग्यो कि एउटा भ्लगिङ हानिदिइहालौँ त आएको बेला भनेर, त्यही भएर गाइज वाउ पुरै फ्रेस भयो यार। अहिले चाहिँ यस्तो समय मिल्छ साथीहरू होइन, यस्तो समय मिल्छ नि होइन, जुन डलरको भ्याल्यु हुँदैन क्या। जब म अहिले काम गरिरहेको थिएँ होइन, कमाइरहेको थिएँ, डलर कमाइरहेको थिएँ, तर पनि मलाई जति यो ठाउँ आएँ होइन। पब्लिकको अहिले सर्च गरेँ, अनि पब्लिकको अहिले सर्च गर्न बित्तिकै ठ्याक्कै यही ठाउँमा म्यापले पुऱ्यायो। अनि त्यसपछि म यता आएँ कि सो म यता आएँ होइन। आउन बित्तिकै यो ठाउँ मलाई पहिले नै म घुमेको छु नि त। म देखाउँछु गाइजहरूलाई, म नेक्स्ट मेरो भिडियो पनि जोड्छु। यही ठाउँमा मैले एउटा भिडियो बनाएको थिएँ पहिले चाहिँ। यही ठाउँमा चाहिँ मैले एउटा भिडियो बनाएको थिएँ। एकजना दाइ हुनुहुन्थ्यो, त्यहाँ दाइको नाम चाहिँ प्रिन्स साइथाकुरी हो होइन। म उहाँलाई मेन्सन गर्छु यो भिडियोमा चाहिँ। यही लोकेसनमा बनाएको थियौँ हामीले। सो एक्ज्याक्टली अहिले म त्यही लोकेसनमा छु। रियली एमेजिङ यार। तर त्यो टाइम भनेको एकदम चिसो लास्ट कुल थियो होइन त्यो टाइम चाहिँ। अहिलेको टाइम भनेको चाहिँ दामी बबाल, न चिसो न गर्मी होइन। यति बेला चाहिँ चक्किनु गएको म चाहिँ चिसो हुन्छ भनेर। ए यो गाइज फाइनल दृश्य चाहिँ यसरी यहाँ देखिन्छ होइन। बबाल चाहिँ कस्तो देखिरहेको छ। यो चाहिँ मौसम, यो चाहिँ ठाउँ चाहिँ यो पोहोर साल मैले ठ्याक्क पोहोर सालमा मैले एउटा भिडियो बनाएको थिएँ यही ठाउँमा। दृश्य चाहिँ एमेजिङ देख्न सकिन्छ होइन। यो चाहिँ यो ठाउँ हो। अनि यता पनि देख्न सक्नुहुन्छ हजुरहरू। राम्रो छैन र रियली एमेजिङ छ नि होइन। हावाले चाहिँ भोइसहरू क्लियर सुनिरहेको छैन होला होइन, हावा चलिरहेको छ। वाउ एमेजिङ छ गाइस ठाउँ चाहिँ।